फ्री फायर को वान अफ द हेटेस्ट क्यारेक्टर सोनियाको चाहिँ अब दैन हुनेवाला छ। सोनिया र डिमिट्रीलाई चाहिँ जोडी बनाएर गेममा लग्नु हुन्थ्यो भने चाहिँ तपाईहरुको लागि ब्याड न्यूज छ। गरिनाले अब आउने OB49 को प्याच अपडेटमा चाहिँ यो दुईटा क्यारेक्टरको डिभोर्स गराइदिनेवाला छ। गजब। OB49 को प्याच अपडेट चाहिँ अबको केही दिनमा आउनेवाला छ र सधैँ जस्तो गरिनाले चाहिँ अलिकति चलेको क्यारेक्टरको स्किललाई चाहिँ घटाइदिएको छ र अलिकति कम युज हुने क्यारेक्टरको स्किलमा चाहिँ प्लस गरिदिएको छ। कुन क्यारेक्टरको स्किलमा कस्तो चेन्ज हुनेवाला छ त्यो म तपाईहरुलाई आजको भिडियोमा देखाउने छु। सँगसँगै वेपनहरुमा आउने चेन्जहरु पनि भन्ने छु। अरु एक्स्ट्रा अपडेटहरु पनि हुनेछ। सो भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ हाम्रो भिडियो पहिलोचोटी हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। र अब चाहिँ हामी हाम्रो आजको कन्टेन्टतिर लागौं। सबभन्दा सुरुमा चाहिँ क्यारेक्टरमा आउने चेन्जकै बारेमा कुरा गरौँ र पहिलो चेन्ज हुनेवाला क्यारेक्टर भनेको चाहिँ इग्निस भन्ने क्यारेक्टर हुन्छ। इग्निस भन्ने क्यारेक्टरलाई अहिलेको टाइममा धेरै प्लेयरहरुले चाहिँ युज गर्दैनन् र गरिनाले प्लेयरहरुले युज गरून् भनेर चाहिँ यसको स्किललाई चाहिँ अलिकति प्लस गरिदिएको छ। अहिलेको टाइममा तपाईहरुले इग्निसको त्यो वाललाई युज गर्नुभयो भने चाहिँ यो 6 मिटर पर सेकेन्डले 5 सेकेन्डसम्म मात्र अगाडि जान्छ। तर अबको अपडेट पछि चाहिँ 6 मिटर पर सेकेन्डले चाहिँ 8 सेकेन्डसम्म अगाडि जानेवाला छ। ड्यामेजहरु चाहिँ सिमिलर नै छ र अबदेखि चाहिँ तपाईहरुले इग्निस क्यारेक्टरको स्किललाई चाहिँ तात्सुयाको जस्तो युज गर्न मिल्छ। एकपल्ट तपाईहरुले युज गर्नुभयो भने फेरि 5 सेकेन्डमा चाहिँ अर्को पल्ट युज गर्न मिल्छ। तपाईहरुले यो क्यारेक्टर युज गर्नुहोस् भनेर चाहिँ गरिनाले यो वाला चेन्ज ल्याएको हो। अब तपाईहरु चाहिँ यो क्यारेक्टर युज गर्नुहुन्छ कि हुँदैन र तपाईहरु गेम खेल्दाखेरि मेनली कुन क्यारेक्टर प्रयोग गर्नुहुन्छ तल कमेन्ट सेक्सनमा चाहिँ भनिदिनु होला। र अब चाहिँ हामी चेन्ज हुनेवाला अर्को क्यारेक्टरको कुरा गरौँ। नेक्स्ट क्यारेक्टर भनेको चाहिँ पालोमा भन्ने क्यारेक्टर हुन्छ र यसको चाहिँ स्किलमा गरिनाले रिवोक गरेको छ। स्किल नै पुरै चेन्ज गरिदिएको छ। अहिले चाहिँ तपाईहरुले यो क्यारेक्टर युज गर्नुभयो भने चाहिँ यसले तपाईहरुलाई एक्स्ट्रा ब्याकप्याकको क्यापेसिटी दिन्छ। तर अपडेट पछि भनेको चाहिँ तपाईहरुले कुनै ग्लु वाललाई फोर्नु भयो भने चाहिँ तपाईहरुको एक्युरेसी चाहिँ यसले 10 सेकेन्डसम्म बढाइदिन्छ। मतलब कसैले यो क्यारेक्टर युज गरेर तपाईहरुको ग्लु वाललाई फोरेको छ भने तपाईहरुलाई गोली लाग्ने चान्स चाहिँ 10 सेकेन्डसम्म एकदमै बढी हुन्छ। पहिला चाहिँ अब सायद कसैले पनि यो क्यारेक्टरलाई युज गर्नु हुँदैन थियो होला। तर अब नयाँ स्किल आएपछि पक्कै पनि कोहीले चाहिँ युज गर्छन्। अहिले चाहिँ अब हामी चेन्ज हुने अर्को क्यारेक्टरको बारेमा कुरा गरौँ। चेन्ज हुनेवाला अर्को क्यारेक्टर चाहिँ मोको भन्ने क्यारेक्टर हुन्छ। मोकोको स्किलको बारेमा त तपाईहरुलाई थाहा छँदैछ। तपाईहरुलाई चाहिँ एनिमीको लोकेसन देखाइदिन्छ र टिममेटहरुलाई पनि शेयर गरिदिन्छ लोकेसन, जुन चाहिँ अब अहिलेको टाइममा चाहिँ 5 सेकेन्डसम्म देखाउँथ्यो भने अब अपडेट पछि चाहिँ 4 सेकेन्डसम्म मात्र देखाउँछ। हुन त अब 1 सेकेन्डको मात्र डिफरेन्स हो। तर 1 सेकेन्डमा चाहिँ कुनै बेला गेम नै उलटपलट हुन सक्छ। अनि अर्को चाहिँ अब एनिमी मार्क भइसकेपछि मुभ भयो भने अहिलेको टाइममा 6.5 सेकेन्डसम्म चाहिँ लोकेसन देखाउँथ्यो। अपडेट पछि चाहिँ 5.5 सेकेन्डसम्म मात्र लोकेसन देखाउँछ। दुईटै सेक्सनमा चाहिँ अब गरिनाले 1 सेकेन्डको डिफरेन्स ल्याइदिएको छ। 1 सेकेन्डको लागि चाहिँ अब तपाईहरुले मोकोलाई बिर्सिनु हुँदैन होला। बिर्सिनु भयो भने पनि गेममा चाहिँ क्यारेक्टरहरुको कमी छैन। अर्को क्यारेक्टरलाई युज गर्नु होला। त्यसैगरी अब चेन्ज हुने अर्को क्यारेक्टर भनेको चाहिँ लुना भन्ने क्यारेक्टर हुन्छ। लुना भन्ने क्यारेक्टरको स्किलको कुरा गर्नुपर्दा अहिलेको टाइममा तपाईहरुले इक्विप गर्नु भएको छ भने चाहिँ यसले तपाईहरुको फायरिङ रेटलाई 8% ले बढाइदिन्छ र तपाईहरुले एनिमीलाई चाहिँ हिट गर्नुभयो भने तपाईहरुको 15% अफ फायरिङ रेटलाई चाहिँ मुभमेन्ट स्पिडमा कन्भर्ट गरिदिन्छ। अब आउने प्याच अपडेट पछि फायरिङ रेट भनेको चाहिँ सेम नै हुन्छ। तर जुन मैले कन्भर्ट गर्छ भनेर भनेको थिएँ पहिला चाहिँ अब 15% अफ फायरिङ रेटलाई चाहिँ मुभमेन्ट स्पिडमा कन्भर्ट गर्थ्यो भने अब चाहिँ 10% अफ फायरिङ रेटलाई चाहिँ मुभमेन्ट स्पिडमा कन्भर्ट गर्छ। 5% को चाहिँ घोप्ला हुनेवाला छ। त्यसैगरी चेन्ज हुनेवाला अर्को क्यारेक्टर भनेको चाहिँ लुकेटा भन्ने क्यारेक्टर हुन्छ। लुकेटाको स्किलमा चाहिँ गरिनाले प्लस गराइदिनेवाला छ। अहिलेको टाइममा तपाईहरुले हरेक इलिमिनेसनमा चाहिँ 20 सिल्ड पोइन्ट पाउन सक्नुहुन्छ र म्याक्सिमम भनेको 40 सिल्ड पोइन्ट पाउनुहुन्छ। अपडेट पछि तपाईहरुले इलिमिनेसनमा चाहिँ 15 सिल्ड पोइन्ट पाउनुहुन्छ र म्याक्सिमम भनेको चाहिँ 45 सिल्ड पोइन्टसम्म चाहिँ पाउन सक्नुहुन्छ। 5 सिल्ड पोइन्टको हेराफेरि चाहिँ गरिनाले अबको अपडेटमा गर्नेवाला छ। नेक्स्ट चेन्ज भनेको चाहिँ लीला भन्ने क्यारेक्टरमा आउनेवाला छ। लीलाको स्किलको बारेमा त तपाईहरुलाई थाहा नै होला। तपाईहरुले चाहिँ अब एसल्ट गनहरु र मार्क्सम्यान राइफलहरुले चाहिँ एनिमीलाई हिट गर्नुभयो भने चाहिँ एनिमीको मुभमेन्ट स्पिड घट्छ। गाडीमा हान्नु भयो भने गाडीको मुभमेन्ट स्पिड पनि घट्छ र तपाईहरुले एनिमीलाई नकडाउन गरिसकेपछि त्यहाँबाट ग्लुवाल पाउनुहुन्थ्यो। अहिलेको टाइममा चाहिँ एउटा मात्र ग्लुवाल पाउनुहुन्छ भने अब अपडेट पछि चाहिँ तपाईहरुले एनिमीलाई नकडाउन गरिसकेपछि दुईटा ग्लुवाल पाउनुहुन्छ। अरु सबै कुरा सेम हुन्छ। त्यही ग्लुवाल चाहिँ एउटा पाउने ठाउँमा दुईटा पाउने मात्रै हो। त्यसैगरी अर्को चेन्ज भनेको चाहिँ हाम्रो सोनिया भन्ने क्यारेक्टरमा आउनेवाला छ। सोनिया अब हाम्रो गेमको एउटा हेटेस्ट क्यारेक्टर नै हो। यसको स्किलको बारेमा त भन्नै परेन। तपाईहरुले योसँग डिमिट्री युज गर्नुभयो भने चाहिँ तपाईहरु फेरि रिभाइभ हुन चाहिँ मिल्छ। अपडेट पछि पनि यसको स्किल चाहिँ सेम नै हुनेवाला छ। तर पहिला चाहिँ अब तपाईहरुले सोलो मोडमा पनि खेल्दाखेरि यसको स्किल चाहिँ डिमिट्रीसँग युज गर्न मिल्थ्यो। अब आउने OB49 को प्याच अपडेट पछि तपाईहरुले बिआर र्याङ्कको सोलो मोडमा चाहिँ सोनिया लिएर जानु भएको छ भने चाहिँ सोनिया एक्टिभेट भएको बेलामा कुनै पनि एक्टिभ स्किल चाहिँ युज
गर्न मिल्दैन। मतलब बिआर र्याङ्कमा 16 जानु भएको छ र तपाईहरुलाई चाहिँ एनिमीले नक गर्यो सोनिया एक्टिभेट भयो भने चाहिँ डिमिट्री खोल्न मिल्दैन। त्यसैले अबदेखि र्याङ्कमा चाहिँ सोनिया र डिमिट्रीलाई सँगै लाने गर्नु भएको थियो भने चाहिँ तपाईहरु अब स्याड भएर बस्दा हुन्छ। अनि यो अपडेटमा चाहिँ गरिनाले यिनै क्यारेक्टरहरुमा चाहिँ चेन्ज ल्याउन लागेको छ। मैले सबै क्यारेक्टरहरुको बारेमा तपाईहरुलाई भनिहाले। त्यसैले अब चाहिँ हामी वेपनहरुमा आउने चेन्जको बारेमा कुरा गरौँ। पहिलो चेन्ज भनेको चाहिँ हाम्रो M14 गनमा आउन लागेको छ। M14 गन भनेको चाहिँ अहिलेको टाइममा गेमको पावरफुल गन नै मान्छु मैले चाहिँ। ट्रिपल चिप भयो भने चाहिँ झन् एनिमीको राधे राधे हुन्छ र अहिलेको टाइममा तपाईहरुले यो गनमा चाहिँ स्कोपलाई इक्विप गर्न मिल्छ। तर अपडेट पछि चाहिँ यो गनमा तपाईहरुले कुनै पनि स्कोपलाई चाहिँ इक्विप गर्न मिल्दैन, किनभने यसमा तपाईहरुले सुरुदेखि नै स्कोप चाहिँ एट्याच भएको पाउनुहुन्छ। तपाईहरु आफै पनि स्क्रिनमा हेर्नु होला, मैले सुरुमा त्यहाँनेरि कुनै पनि स्कोप चाहिँ लगाएको थिइन, तर M14 मा चाहिँ अटोमेटिकली स्कोप चाहिँ अवेलेबल छ। अर्को चेन्ज भनेको चाहिँ VSS गनमा आउने वाला छ। VSS को रेट अफ फायर चाहिँ एकदमै फास्ट हुने वाला छ। तपाईहरु आफै पनि स्क्रिनमा हेर्न सक्नुहुन्छ, एकदमै बुरुरु फायरिङ गर्ने वाला छ र सर्ट रेन्जमा पनि यसले खत्रै ड्यामेज दिएको छ। तर अहिलेको टाइममा चाहिँ तपाईहरुले VSS लाई चाहिँ चिप हालेर अपग्रेड गर्न मिल्थ्यो भने अब अपडेट पछि चाहिँ तपाईहरुले यसलाई चाहिँ अपग्रेड गर्न मिल्दैन। नर्मली VSS ट्रिपल चिप गनहरु चाहिँ तपाईहरुले अब एयरड्रपहरुमा पाउन सक्नुहुन्छ, आर्सनलहरुमा चाहिँ हुन्छ। त्यसरी तपाईहरुले अपग्रेड गरेर चाहिँ ट्रिपल चिप बनाउन मिल्दैन। स्क्रिनमा चाहिँ तपाईहरु गन वाला सेक्सनलाई पनि हेर्नु होला र हाम्रो OB49 को प्याच अपडेट आउनु भन्दा अगाडि तपाईहरुले चाहिँ गेममा यो वाला ब्यानरलाई देख्न सक्नुहुन्छ। सोलारा म्यापलाई फिचर गरेको यो ब्यानरमा चाहिँ OB49 इज कमिङ भनेर तपाईहरुलाई प्री रजिस्टर गर्न चाहिँ भनेको छ। 14 मे देखि 21 मे सम्ममा चाहिँ तपाईहरुले प्री रजिस्टर गरिसक्नु पर्ने हुन्छ र अपडेट आइसकेपछि तपाईहरुले गेम खोलेर लगइन गरेर यो रिवार्डहरुलाई चाहिँ पाउन सक्नुहुन्छ। रिवार्ड भनेको चाहिँ तपाईहरुले यहाँबाट भचरहरु पाउन सक्नुहुन्छ। एउटा मात्र भचर हुन्छ होला, अब तपाईहरुले त्यो चाहिँ अब क्लेम गरेर गेममा युज गर्न सक्नुहुन्छ। बाकी अब आज के लिए हमारे पास इतना ही अपडेट है भन्दै आजको भिडियोलाई चाहिँ यही एन्ड गरौँ। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।